हेलो नमस्ते वेलकम ब्याक सबैजनालाई। आज चाहिँ म यहाँ छुङजुदेखि खावन्दो अब कुन ठाउँ हुन्छ त्यहाँसम्म चाहिँ साइक्लिङ राइड जानु लाग्छु। सबैजनाले हेरेर साथ दिनु होला। मेरो युट्युब च्यानलमा गएर सब्स्क्राइब लाइक सेयर गरिदिनु होला सबैजनाले। साइकल चाहिँ हो ल स्टार्ट भयो है। अब चाहिँ आजको राइड स्टार्ट भयो। यस्तै छ म बसेको ठाउँ एरिया। अब यो बाटो जाने हो सर। आजको लगभग 15-20 किलोमिटर जति हुन्छ होला आजको राइड। ल लाग्यो अब चाहिँ कस्तो खतरा छ बाटो चाहिँ। चलाउनै पर्दैन हौ बाटो चाहिँ। यो चाहिँ प्रायः साइक्लिङ गर्ने बाटो हो। साइक्लिङ गर्नेहरू धेरै आउँछ यो बाटो। यस्तो छ साइक्लिङ। हिँड्यो केटो हिँड्यो साइक्लिङ अब चाहिँ। औ मर्यो त उकालोले। एक्सर्साइज गर्ने ठाउँ हो ट्रेनिङ भन्दा पनि यो चाहिँ खतरा छ। यो चाहिँ अहिले हाम्रो नेपालमा पनि ठाउँ ठाउँमा काठमाडौँ सहरतिर चाहिँ बालेनले यस्तो चाहिँ बनाउँदैछ। धेरै राम्रो गर्दैछ। जस नेपालमा पनि अब बिस्तारै विकास हुँदैछ। लगभग बाटो सिधै हो यहाँदेखि। अहिले चाहिँ म छुङजुमै छु। अब एकछिनपछि चाहिँ खावन्दको वन्जु सी जस्ट प्रवेश गर्छ होला। एउटा पुल लामो छ त्यहाँदेखि चाहिँ म वन्जु प्रवेश गर्छु म चाहिँ। लाग्यो केटो काहीँ ठोकिने छैन हौ। आँखा चिम्लेर गरेर चलाउँदा पनि हुन्छ। ठोकिने चान्सै छैन। सिधा छ यो बाटो चाहिँ। खास साइक्लिङ गर्ने बाटो हो। साइकलको रुट हो। उनीहरूको अब गाडी र साइकलको रुट छुट्टै हुन्छ। हातमा समय चलाउँछ यार।
यस्तो छ यो फुल दामी फुलेको छ अलि यता पनि फुल्ने सिजन हो लप्प लप्प अब कुनै कुनै फुल फुल्दैछ उता देख्ने फुल चाहिँ खावन्दो र यता छुङजोङ पोक्तोको सिमाना हो त्यहाँदेखि उता खावन्दो छिर्छ यहाँदेखि यता छुङजोङ पोक्तो हो म चाहिँ अहिले छुङजोङ पोक्तो छुङजुसी भन्ने ठाउँमा छु अब 2-3 मिनटमा चाहिँ म खावन्दोको वनजुसी भन्नेमा प्रवेश गर्छु आज यो साइकल रुटमा चाहिँ जस साइकलिङ गरेर धेरै हुन्छ ऊ आउँदैछ उता आएर पनि 2-3 जना यस रमाइलो छ छुट्टीको बेलामा चाहिँ रमाइलो गर्न पाउँछ आउँदैछ साइकलिङ गरेर आफ्नै धुनमा पुरा अरूको लेनतिर आउँदै रहेछ खावन्दो र छुङजोङ पोक्तोको सिमाना हो अब म चाहिँ यता लाग्यो भने खावन्दो पर्छ वनजुसी पसिन्छ अब म चाहिँ ठ्याक्क वनजुसी प्रवेश गर्न लाग्छ यो पुलबाट उता चाहिँ वनजुसी हो खावन्दोको वनजुसी भन्ने ठाउँतिर प्रवेश गर्यो अब चाहिँ म चाहिँ यस्तो चाहिँ यता खावन्दो हो यो गर्मीयाममा चाहिँ खोलाका किनाराहरूमा चाहिँ यस्तो गाडी लिएर क्याम्पिङ गरेर बस्छ आफ्नै गाडी क्याम्पिङ गरेर बसेर यस्तो छ वेलकम भन्दैछ त हो यहाँ वनजु यहाँसम्म जान्छ होला यहाँबाट चाहिँ अब चाहिँ म चाहिँ अहिले साइकलिङ जाने बाटो चाहिँ यता हो अहिले चाहिँ म यो वनजु भन्ने ठाउँमा जाने कोसिस गर्छु कहाँसम्म पुग्छ हेरौँ अहिले चाहिँ पानी किन्न जाउँ मेन कुरा सुरुमा पानी खानुपर्छ पानी छैन भरे फर्केर आएर यो बाटै जाने हो साइकलिङ बाटो चाहिँ अहिले पानी किन्न जाउँ सियुतिर यस्तो छ ठाउँमा बसहरू हल्का डाँडा काँडा चाहिँ देखिन्छ जेस ठेङ्गिदोमा चाहिँ खासै छैन त्यस्तो डाँडा काँडा कोरियाको अक्लोको सबभन्दा अक्लोको सेकेन्डमा पनि खावन्दोमै छ सराक्सान भन्ने छ खावन्दोमै हो त्यहाँदेखि चाहिँ थर्डको चाहिँ उता खेङ्गिदोमा होला खेङ्गिदोको माथि फुकानसान भन्ने छ पुरा माछा मार्दैछ टाइम यसो बस्ने ठाउँ पानी खाने बसेर यस ठाउँ चाहिँ उनीहरूको यहाँ चाहिँ घुम्न चाहिँ साइकलिङ होस् जेमा भए पनि घुम्ने ठाउँ चाहिँ राम्रो छ यहाँ त अब
गाडी सारी आउँदैन, आफ्नै साइकल माथि हो। यति रमाइलो छैन। बजीतिर आजको दिनमा चाहिँ प्रायः साइकल गर्नेहरू हुन्छ। आइरहेको छ साइकल गर्नेहरू। कहाँसम्म पुगेर आएको यिनीहरू चाहिँ थाहा भएन। यिनीहरू चाहिँ पुरा साइकलिङ क्याम्पिङ गरेर ठुलो पऱ्यो। बुढाबुढीहरू यसरी बस्छ आनन्दले। धान रोपिसकेको छ त्यता चाहिँ। अहिले कोरियामा पनि धान रोप्ने सिजन हो। पुरा धान रोप्दैछ। यो खोला चाहिँ माथिबाट पनि आउँदो रहेछ। माथिबाट आएर यता चाहिँ बग्दो रहेछ खोला चाहिँ। यस्तोरी बगेर जाँदो रहेछ यता। खतरा रहेछ यता त भ्यू त हो। कडा देखिरहेको छ। एक 144 किलोमिटर हो कि क्या हो? गाह्रो छ त 144 भने त। सबै गाई फार्म हो यो चाहिँ। यो एरियामा ठुलो रहेछ गाई फार्म। यो चाहिँ मासु खाने गाई फार्म हो जस्तो छ। दानाको लागि यहाँ सबै रहेछ। अहिले दाना दिए ठ्याक्क यो मासु खाने गाई हो। यो चाहिँ कोरियाको मासु खाने गाई। गोरु होइन चाहिँ यत्रो ठुलो छ। यो गोरुको लगभग नेपाली 10 लाख पर्छ यसको। यहाँको करोड बेच्ने बेला भइसकेको चाहिँ यो
करोडको माल हो यिनीहरू चाहिँ करोड यता चाहिँ अलि सानो सानो रहेछ सबै गाई फार्मै गाई फार्म छ यता यो एउटा सानो प्लेन बस्ने ठाउँ रहेछ सानो एयरपोर्ट हाम्रो पोखरातिर उड्ने प्लेन यो माउन्टेन फ्लाइट जस्तै हो यो प्लेन चाहिँ अब यहाँ बस्न आँटेको छ यो प्लेन चाहिँ मुनमाङ भन्ने ठाउँ चाहिँ त्यो हो यस्तो कडा छ यो ठाउँ चाहिँ एयरपोर्ट पो रहेछ यो त सानो एयरपोर्ट रहेछ सानो यो माउन्टेन फ्लाइट हुनेहरू यस्तो छ आउँदैछ त्यो प्लेन आउँछ यस्तै छ खेती यो धान रोप्नको लागि रेडी पारिसकेको छ